आज 29 डिसेम्बर 2024 हामी यहाँ हिजो बौद्धमा आएर बस्यौँ। बौद्धमा आएर बसिवरिकन आज चाहिँ हामी यल्मो जाँदैछौँ। हाम्रो थेम्पो छुल्टिनको चाहिँ आँखा बित्नु भएको गर्दाखेरि त्यहाँनिर यसो भेटघाट गर्नुको लागि अहिले बिहानको 6:15 हुँदैछ। अहिले हामी बौद्धबाट हिँडेको यहाँ मेलम्चीमा आइपुग्यौँ। मेलम्चीमा खाजा खानको लागि हामी चिया खाजा खानलाई रोकेका छौँ। तातो तातो सेलरोटी तयार रहेछ। हामी अब मेलम्चीमा खानलाई तयार छौँ। अहिले हामी यो मेलम्ची खोला तर्दैछौँ। अहिलेभन्दा 2-3 वर्ष अगाडि चाहिँ मेलम्ची खोलाको बाढ युट्युबमा फेसबुकतिर धेरै हेर्नु पायौँ। यो बाढले चाहिँ खोला बगरको गाउँ घरहरू सबै बगाएर सक्यो। त्यहाँ पोस्ट मात्रै देख्दैछ त्यहाँनिर। यो सबै गाउँहरू भएको ठाउँ सब बाढले बगाएर लग्यो। यो बिल्डिङको टुक्रा देखिँदैछ। यो घरहरू सबै तस नस पारेको बाढले। अहिले त्यो ठाउँबाट चाहिँ हामी जाँदैछौँ। मेलम्चीबाट अगाडि गाउँ नै जम्मै लगेको हो। त्यो घरको बिल्डिङको पोस्ट मात्रै देख्दैछ त्यहाँनिर। यो गाउँ भएको ठाउँहरू बगर भयो अहिले ढुङ्गै ढुङ्गा। जाने ल हाम्रो यहाँ थेम्पो छुल्टिमको आस्याङ आङ्गे रहेछ। आस्याङ च्याङ भयो। राम्रो नाम टिमको सानो आमी यहाँ हो राम्री तामाङ। आज मंग पाए त ने तालान दि युब्ला ए आमा आमा पुण्य मा पुण्य परिमित ओदे एम दे बेन बेजा नाम जे दादारिन छ बखवा अमरनी ओदे दे बेन सामान नम्बर बेत भाइ मेला ल सोमा मेला दैलो लाग्दै कोदो फल्दै रहेछ यहाँनिर। कोदो फलाउने मेसिन। अब ओखलीमा कुट्नु नपर्ने भयो। लट्ठीले कुट्नु नपर्ने भयो। मेसिनले सब गर्ने। मौरीको जोड आधुनिक पद्धतिको। हाम्रो जो जातुस किनेको यो यहाँ अनि हाम्रो युट्युब पनि छ नि होइन नि छ आज पनि छ मजा पनि। अब त्यो त जिन्दगी भर हो नि। हाम्रो त्यो
दोकान पनि नजिकै छ जान्छ हामी यहाँ चाहिँ बास बसेको थियौँ हजुर हजुर र त्यो 2 रात बस्यो होला हौ। रुख अनि फेरि तलबाट चाहिँ फेरि यस्तै वाल लाउने भयो अलिक पुगेन त्यहाँ अब त्यो रुखभन्दा पुरै माथि अहिले चाहिँ हामी नेपालको सिन्धुपाल्चोक जिल्लाको यो जडेन भन्ने गाउँमा आइपुगेका छौँ। यल्मोको जडेन यहाँ ग्राङदनहरूको किपट हो। त यो माथिको त्यो झन्डी डाँडा रहेछ त्यहाँदेखि उत्तापट्टि त शेरमथाङहरू पर्ने रहेछ। पहिले चाहिँ आउँदा 2015 को फरवरी महिनामा यहाँ आएको थियौँ। त्यतिखेर आउँदा चाहिँ यो गाउँहरू सबै गारोको घरहरू ढुङ्गाको छाना भएको 2 तले 3 तले घरहरू थियो। त 2015 कै अप्रिल 11-12 तारिकको दिन आएको भुइँचालो चाहिँ यो गाउँ सबै तहस नहस पार्यो। मान्छे धेरै मर्यो यो गाउँमा त्यो भुइँचालोले गर्दा। त्यो 2 तले 3 तले घर सबै भत्केर 19 जना मरेछ यो गाउँको मात्रै। अन्त अहिले चाहिँ अब यो 1 तले घर भूकम्प रोधक पाराको यो घर हल्का फुल्का बनाएर अहिले यहाँकाहरू जीवन निर्वाह गरिरहेका छन्। आज फेरि हामी 10 वर्ष 10.5 वर्षपछि चाहिँ यहाँ आइपुग्न पायौँ र त्यहाँको दृश्य फेरि एक झलक खिचिराखेको तपाईँहरूले पनि अवलोकन गर्नुहोला। यल्मोको यो जडेन भन्ने ठाउँ हो। यो चाहिँ ग्राङदनहरूको किपट हो यो ठाउँ चाहिँ। सबै यो कुनैले ल यो भैँसी बाख्राले पनि नयाँ मान्छे आएछ भनेर कहाँबाट आएको भनेर सोध्दैछ मलाई। हामी माथि के अरे माथिको गुम्बामा मात्र गएन तल्लो गुम्बामा चाहिँ खेम्पो छुल्टिमको जन्म घर। उयो पहिला चाहिँ अब यहाँ 3 तले घर थियो गारोको ढुङ्गाको छाना भएको। 2015 को भुइँचालोले सबै तहस नहस पारेपछि चाहिँ अहिले यो नयाँ बनाएको घर हो। यो चाहिँ अहिले गाउँै जम्मै बदली भयो। अब यस्तो भयो अहिले सबैको नयाँ घर बनिएर ngajar curi suge rani itu tanca ko. Tadi satu itu punya saya sangat saya bawa lah.